कलियुग आउँदैछ है। एकदमै नराम्रो कामहरू नगर्नु, नढाक्नु, नचोर्नु, लुटेर नखानु, नराम्रो कसैलाई नभन्नु, नगर्नु। यो कलियुग आउँदैछ। पहिलाको सत्यजुगको जमानामा हामी अब पर्खिस तँलाई अर्को जन्ममा म देखाउँछु, बदला चुकाउँछु भन्थे अरे। त्यस्तो कहावत छ। अब तिमीहरूको टाइममा त अहिलेको भरे आजको भोलि देखाउँछ भनेर मेरो बाबाले भन्नुहुन्थ्यो है। अब मेरो बाबा त हुनुहुन्न अहिले त। अन्त मैले चाहिँ अब म चाहिँ अब सानो थिएँ होइन, त्यति बेला मेरो बुद्धि कलियुग भन्ने चाहिँ कस्तो कलरको हुँदो रहेछ होइन, कलियुग आउँदैछ भनेर कस्तो कलरको हुँदो रहेछ, हेर्दा कस्तो हुँदो रहेछ भनेर चाहिँ मलाई हेर्नुमा देख्नुमा एकदमै म एक्साइटेड थिएँ क्या। अब बुद्धि थिएन। मैले त सोचेँ कोही रङहरू पो होला, अब हुन्छ नि एउटा कोही कलर पो आउँछ होला, कलर पो चेन्जेस हुन्छ होला भन्ने मैले यस्तो सोच्थेँ होइन। तर अब अहिले बाबाले भन्नुको मतलब बुझ्दाखेरि चाहिँ के रहेछ भने मान्छेहरू रहेछ क्या कलियुगमा चाहिँ। अब मान्छे इन्सानको अब मान्छेको रूपमा इन्सान मान्छे के भन्ने लाइकको हुँदो रहेछ क्या। अब दोस्ती गर्यो है, साथी बनायो, दोस्ती गर्यो, मतलब हेल्प माग्यो होइन, एउटा दुःख होला, यो होला, त्यो होला भनेर हेल्प गर्यो है। तर अब हुन्छ नि हेल्प गरेपछि सापट पैसा माग्यो होइन, पैसा रुपियाँहरू नचलाउने, नफर्काउने हो। जस्तो अब राम्रो मान्छे होला भनेर कुनै कुराहरू सेयर गर्यो भनेपछि एडभान्टेज लिएर बोल्ने टोनहरू नै चेन्ज हुने होइन। अब मतलब हुन्छ नि अब एउटा मान्छेको रूप भइसकेपछि अब अर्कालाई लुट्ने, खाने हो। तर अब त्यो गरेर त अब हुनु त खेर भगवान्ले काहीँ न काहीँबाट त दिँदैन रहेछ होइन। तर अब मेरो बाबाको भनाइको मेसेज मैले बुझ्दाखेरि चाहिँ अहिले फेसबुकमा आएर हुन त म बिजनेस गर्छु है। अब म दुनियाँभरको अब मतलब त्यस एक दुईजना मान्छेहरूसँग त अब भेट हुन्छ होइन। दिनमा हार्डली 10-12जना यस्तो मान्छेहरूको त रूप अलग अलग त चिनिन्छ होइन। तर अब मैले चाहिँ अब यसमा चाहिँ के बुझेँ भनेदेखि चाहिँ अब यो सोसल मिडिया चलाएर फेसबुक चलाएर चाहिँ है, अब यत्रोजना मान्छेहरूको मेसेज देख्दा हो, लाइक कमेन्टहरू देख्दाखेरि चाहिँ क्या कलियुगको मान्छेहरू कलियुग आउँदैछ भनेर अब उयो गरेको चाहिँ बाबाले भन्नुभएको चाहिँ यो रहेछ क्या। अब हामीलाई त सानोमै बाबाले भन्नुभएको थियो र त्यस्तो साह्रो हरकतहरू गरिनौँ है, त्यस्तो गलतहरू कसैलाई सोचिनौँ। अब के भन्छ गर्नु हामीलाई, मलाई त मन पनि लाग्दैन त्यस्तो गर्नुलाई होइन। तर यस्तो गलत गरेर यस्तो त्यो गर्नेहरूले चाहिँ के चाहिँ पाउँछ भन्ने चाहिँ मेरो सोच क्या। चाहे जो पनि होस्, केटा केटी जो पनि होस् है, ठुलो सानो यस्तो हरकतहरू गरिरहेको हुन्छ कि हो, यसले केही पाउँदैन हो। भगवान्ले माथिबाट सबैलाई हेरिरहेको छ, सबैको कर्मलाई नोट गरिरहेको छ भगवान्ले है। अब तपाईँहरूमाथि त्यो गल्ती गरेकोहरू तपाईँहरूमाथि नभए पनि अब तपाईँहरूको फ्यामिलीमा, शाखा सन्तानमा, साथीभाइमा, छोराछोरी, आमा बाउ कसले न कसले यो त भुक्ति नै राखेको छ क्या। खास गरी चाहिँ मान्छेको उयो रहेछ क्या। अन्त अब यसमा चाहिँ के हो भनेदेखि अब भगवान्ले हामीलाई पनि हात खुट्टा दिएको छ कमाएर खाने होइन। अब कतिजनाहरू दिदी बहिनीहरू पनि अब
केटा मान्छेको भरोसामा बस्ने, बोयफ्रेन्डको भरोसामा बस्ने हो। किन त्यो गरेर के पाउँछ? सबै आफ्नो उनीहरूलाई पनि त आफ्नो हेर्नु छ, आफ्नो फ्यामिली हेर्नुपर्छ। अब होइन त्यसरी खाएर त्यसरी लुटेर फोन रिचार्ज गरिदेऊ है, अब हुन्छ नि रिचार्ज गरिदेऊ, मलाई सपिङ गराइदेऊ, घुमाउनु लैजाऊ हो। छि 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 त्यति साह्रो पनि गिर्नु हुँदैन है। आमामा फेसबुकमा अब यस्तो फोटोहरू राम्रो राम्रो लगाएर यस्तो प्रोफेसनल ड्रेसअप गरेर उयो गरेर खोइ हामीले कमाएर खाँदाखेरि भइरहेकै छ त होइन। किनभने जति केटा मान्छेले कमाउनु सक्छ औरतहरूले पनि कमाउनु सक्छ त हो। म त यस्तै हो, मेरो त हमेसै हातमा होला, मेरो लाइफस्टाइल नै यही हो। म त काम गरेर मात्रै खुसी हुन्छु हो। मेरो खुसी नै मेरो काम हो। म जति काम गर्छु म त्यति नै खुसी हुन्छु।